ओपनर ब्याट्सम्यान प्रसिद्ध जैसीको शतक तथा कप्तान विपिन प्रसाद शर्माको 6 विकेटमा नेपालले एसएससी मेन्स अन्डर 16 इस्ट जोन क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ। क्वालालम्पुर स्थित सेङ्गालर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई 377 रनको विशाल अन्तरले जित निकालेको हो। नेपालले दिएको 421 रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया 24.3 ओभरमा 50 रनमा अल आउट भएको थियो। कबिन निरजले सर्वाधिक 15 तथा दिवित नन्दाले 14 रन बनाएका थिए। बलिङमा विपिनले 7.3 ओभरमा 12 रन खर्चिएर 6 विकेट लिएका थिए। शुभम खनाल र सुगम बुढाथोकीले एक विकेट हात पारेका थिए। त्यसैगरी टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले 50 ओभरमा 5 विकेटको क्षतिमा 420 रन बनाउँदै इन्डोनेसियालाई 421 रनको विजय लक्ष्य दिएको थियो। नेपालको उमेर समूहदेखि सिनियर टोलीसम्म 50 ओभरको कुनै पनि प्रतियोगितामा बनाएको सर्वाधिक योगफल रहेको छ। साथै जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल रहेको छ। जैसीले 114 बलमा 132 रनको शानदार शतकीय पारी खेलेका थिए। उनले 15 चौका र 1 छक्का प्रहार गरेका थिए। त्यस्तै रौनक श्रीवास्तवले 71 बलमा 8 चौका र 2 छक्काको मद्दतबाट 88 रन बनाएका थिए। अर्का ओपनर परिमार्जन यादवले 28 बलमा 71 रनको विस्फोटक पारी खेलेका थिए, जहाँ उनले 4 चौका र 8 छक्का प्रहार गरेका थिए। जोय थापाले 41 बलमा 57 रन बनाएका थिए। पहिलो विकेटका लागि जैसी र यादवले मिलेर 130 रनको साझेदारी गरेका थिए। त्यसपछि दोस्रो विकेटमा 151 रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर 148 रनको साझेदारी गरेका थिए। इन्डोनेसियाका कुतुत दर्मा पुत्राले 2 विकेट लिए भने काभिन निरज, महेन्द्र आजी र रेहान रिजाले एक विकेट हात पारेका थिए। समूह एमा रहेको नेपालले हालसम्म खेलेका 3वटै खेलबाट जित निकालेर 6 अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई 6 विकेटले तथा दोस्रो खेलमा जापानलाई 9 विकेटले पराजित गरेको थियो। समूह एमा नेपालभन्दा 1 खेल बढी खेलेको सिङ्गापुरको 4 खेलबाट 3 जित सहित 6 अङ्क जोडेको छ। जापान र इन्डोनेसियाको 2-2 अङ्क रहेको छ भने भुटान अङ्कविहीन अवस्थामा रहेको छ। नेपालले यसपछि अब भुटानसँग खेल्न बाँकी रहेको छ। समूह शीर्ष 2 टोली सेमिफाइनलमा प्रवेश गर्ने भएका छन्। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।